यदि तपाईँ स्टुडेन्ट हुनुहुन्छ भनेपछि यो भिडियोलाई चाहिँ एकदमै ध्यान दिएर हेर्नुहोस्। तपाईँ कलेजको एजुकेसनमा होइन डिग्रीमा डिपेन्ड हुनुहुन्छ भनेपछि होइन तपाईँको फ्युचर तपाईँको लाइफस्टाइल होइन तपाईँले सोचे जस्तो हुनेवाला छैन। अहिलेको टाइममा चाहिँ सबै चिजहरू अपडेट भइसकेको छ, अपग्रेड भइसकेको छ। त्यही भएर चाहिँ तपाईँले चाहिँ होइन हरेक कुरामा चाहिँ एक्सप्लोर गर्नुपर्ने एकदमै जरुरी हुन्छ। अहिले कोही मान्छेहरू होइन कन्टेन्ट क्रिएटर भएका छन् होइन, कोही मान्छेहरू एक्टर भएका छन्, कोही मान्छेहरू कमेडी क्रिएटरहरू भएका छन्। हरेक चिजहरू चाहिँ तपाईँले चाहिँ एक्सप्लोर गरेपछि या केही न केही स्किलमा चाहिँ तपाईँले चाहिँ एक्सप्लोर गर्नुपर्ने एकदमै जरुरी हुन्छ। कम्युनिकेसन स्किल भएको होइन, भिडियो एडिटिङ स्किल भएको अहिलेको टाइममा चाहिँ एकदमै धेरै प्लेटफर्महरू हाम्रो लागि दिएको छ के, फेसबुकहरू, युट्युबहरू होइन, इन्स्टाग्रामहरू, टिकटकहरू, थुप्रै चाहिँ प्लेटफर्महरू छन् के। त्यहाँमा चाहिँ तपाईँहरूले चाहिँ आफ्नो स्किलहरूलाई चाहिँ एक्सप्लोर गर्नुहोस् होइन। त्यसपछि चाहिँ आफ्नो लाइफ जर्नी चाहिँ अगाडि बढाउनुहोस्। सिर्फ स्कुलको एजुकेसनले डिग्रीले होइन तपाईँको लाइफ एकदमै राम्रो हुन्छ भन्ने ग्यारेन्टी केही पनि छैन। अहिले एआईको जमाना आइसकेको छ, हाम्रो अब दुनियाँ एकदमै अगाडि बढिसकेको छ। त्यही भएर एकदमै ध्यान दिनु।